7 बुधे माग चाहिँ यहाँहरूले सम्बोधन गर्ने तयारी गर्नु भएको छ। शिक्षकहरूलाई चाहिँ कहिले वार्तामा ल्याएर उहाँलाई चाहिँ घर पठाउनुहुन्छ र विद्यालय खोल्ने वातावरण त्यहाँले बनाउनुहुन्छ? भर्खर त मन्त्रालयमा प्रवेश गरेको छु। यो समस्याको बारेमा जानकार त छु, तर मन्त्रालयको प्रशासनका अधिकृतज्यूहरूले अरू विभिन्न साथीहरूले जुन प्रकारले वार्ता गरिराख्नु भएको छ, म उहाँहरूलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु। र अहिले चाहिँ त्यो सबै विषयमा मैले राम्रै जानकारी लिइसकेको छैन। त्यसबारेमा राम्रै जानकारी नलिकन मैले त्यसबारेमा विचार व्यक्त गर्नु त्यति उपयुक्त हुँदैन। यो विषयहरूमा पहिला जानकारी लिउँ, यहाँ भइरहेका प्रयत्नहरूको बारेमा सबै बुझौँ, त्यसपछि आफ्नो विचार बिस्तारै व्यक्त गरौँला। अब त बोल्ने भन्दा काम गर्नु होइन। यहाँले समितिमा पनि भन्दै आउनु भएको छ शिक्षकहरूलाई चाहिँ सडकमा राख्नु हुँदैन, उहाँको माग सम्मान गर्नुपर्छ। यहाँ यो अवस्थामा चाहिँ शिक्षा मन्त्री कार्यभार सम्हाल्नु भएको छ, यहाँलाई अवगत छ उहाँहरूको माग। उहाँहरू कहिलेसम्ममा घर फर्किनुहुन्छ र विद्यालय खोल्नुहुन्छ अनि त्यो 12को कक्षा चाहिँ सञ्चालन गर्ने वातावरण तपाईँले कसरी बनाउनुहुन्छ? म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्छु। मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ। अहिले भन्ने कुरा यति नै हो। धन्यवाद।